र आजका प्रमुख अतिथिको कार्यव्यस्तताका कारण अन्तै जानुपर्ने भएकोले हामी तुरुन्तै प्रमुख अतिथिका मन्तव्यलाई म जोड्न चाहन्छौँ। त्यसैले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र अभिभावकजीहरू आफ्नो आफ्नो ठाउँमा शान्त भएर बसिदिनका लागि पनि म अनुरोध गर्न चाहन्छु। र फेरि पनि मन्तव्यलाई जोड दिनका लागि म आज यस सुनमा माविको 50औं वार्षिक उत्सव समारोहका प्रमुख अतिथि सुरमा गाउँपालिकाका अध्यक्ष हाम्रा सबैका अभिभावक आदरणीय व्यक्तित्व श्री खड्ग बहादुर बोहराज्यूलाई आफ्नो मन्तव्य राखिदिनुका लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद सञ्चालकज्यू। यस कार्यक्रमका आदरणीय अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित आदरणीय उपाध्यक्षज्यू लगायत उपस्थित सम्पूर्ण जनप्रतिनिधि साथीहरू, पूर्व जनप्रतिनिधि साथीहरू, यहाँ उपस्थित यस माविका प्रहज्यू लगायत सम्पूर्ण गुरुवर्गज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू, आदरणीय आमा बुबा दिदीबहिनी दाजुभाइहरू र छात्र छात्रा भाइ बहिनीहरू, हामी आज यो विद्यालय स्थापना भएको 50औं वर्षको खुसियालीमा छौँ। धेरै कुराहरू यहाँ पूर्ववक्ता साथीहरूले आफ्ना कुरा राखिसक्नु भएको छ। हामीलाई ती दिनहरू आज याद आइरहेका छन् जुन विद्यालय स्थापना गर्दा 2032 सालदेखि सुरुवाती गर्ने यस क्षेत्रकै हस्ती आदरणीय व्यक्तित्व तपाईँ हामी माझ आज केहीजना हुनुहुन्न। हामीले सम्झनै पर्दछ स्वर्गीय हाम्रा पूर्व क्षेत्रपाल दुर्गा पुजारा, प्रधान विक्रम बोहरा, आदरणीय व्यक्तित्व जङ्गबहादुर पुजारा, हरचन्द्र पुजारा लगायतका धेरै व्यक्तित्वज्यूहरूले र उहाँ लगायतका अन्य व्यक्तित्वज्यूहरूले पनि यो विद्यालय स्थापना गर्नमा उहाँहरूको ठुलो देन थियो, अगुवाई थियो र उहाँप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। म सानो हुँदा मलाई याद आउँछ आदरणीय व्यक्तित्व आज हुनुहुन्न हाम्रा प्रधान साहब जो अहिले अस्ति मात्रै बित्नुभयो। उहाँ हामी गाउँमा गएर त्यति बेला अघि नै कुरा आयो, जौँ उठाएर त्यति बेला पैसा आम्दानी धेरै मान्छेको हुँदैन थियो, आय स्रोत पनि थिएन। अहिलेको जस्तो आय स्रोत खासै थिएन। तत्कालीन अवस्थामा घरबाट जौँ उठाएर पुरा 100 खोलाभित्र जौँ पैसा दाम पानी उठाएर यो स्कुलको स्थापना गरेका हुन्। त्यस्तै अरू अन्य सबै यहाँका अभिभावकको पनि यहाँ त्यत्तिकै यो विद्यालय बनाउनमा ठुलो देन छ र यो विद्यालयबाट अ कखा सुरु गरेर अहिले धेरै साथीहरू, धेरै व्यक्तित्वहरू ठुल्ठुलो पदमा पुगिसक्नु भएको छ र यहाँ पनि धेरै साथीहरू अभिभावकजीहरूले अ क पढेर आफ्नो उद्योग धन्दा व्यवसाय गरिराख्नु भएको छ। त्यो शिक्षाकै ज्योतिका कारणले, यस विद्यालयका कारणले हो। म मेरो व्यक्तिगत तर्फबाट गाउँपालिकाकै तर्फबाट आज म लगायतको गाउँपालिकाको टोली सबैलाई यहाँ निम्ता गरी मलाई प्रमुख अतिथिको रूपमा यहाँ निम्त्याउनु भएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मैले मेरो व्यक्तिगत तर्फबाट गाउँपालिकै तर्फबाट पुनः धन्यवाद व्यक्त पनि गर्न चाहन्छु। हामीले गर्ने गाउँपालिकाकै जिम्मेवारी व्यक्ति म लगायतका साथीहरू हामी सबै यहाँ छौँ। हामीले गर्ने कार्यहरू साना ठुला जे जति छन् हामीले गर्दै आएका छौँ। अबका दिनहरूमा पनि विद्यालय, खानेपानी, शिक्षा क्षेत्रका कुराहरू, विशेष गरेर रोजगारका कुराहरू हामी अगाडि बढाउने म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। हामीले विगतका दिनदेखि नै केही सुरुवाती गर्ने सोच राखेका थियौँ, अलिअलि कमी कमजोरी भएका छन्। अबको नयाँ शैक्षिक सत्रबाट मैले यहाँ घोषणा गरेँ मावि स्तरीय सबै छात्र छात्रा भाइ बहिनीहरूले पढ्दै कमाउँदै गर्ने किसिमको हामीले कार्यक्रम लागू गर्ने भन्ने किसिमको सुरुवाती गर्ने मैले प्रतिबद्धता यहाँ जाहेर गरेँ। किनकि 8 क्लास माथिका विद्यार्थीहरूले पढ्दै रहन्छन् र आफ्ना सिपमूलक सिपहरू सिक्छन् र पढ्दै कमाउँदै गर्ने किसिमका कार्यक्रमहरू हामीले अगाडि बढाउनु पर्ने देखेको छ र गर्नु पनि पर्दछ भन्ने म निवेदन गर्न चाहन्छु। हामीले यस गाउँपालिकामा सानातिना भन्दा ठुल्ठुलो प्रभावकारी कामहरू गर्नुपर्दथ्यो र हामी लागि परेका पनि छौँ। म यहाँहरूलाई जानकारी गराउन चाहेँ दौलीघाटको पक्की पुल बनाउनु पर्नेमा अहिले ठेक्काको प्रक्रियामा अगाडि बढिरहेको छ र त्यस्तै
पारस डोगडी एरियाको सङ्घीय सरकारले गर्नुपर्ने भएकोले डिपिआर गरेर अगाडि बढेको छ। अस्ति मात्रै केही साथीहरूले हामीले अहिले यहाँ बाहिरबाट यो अत्यन्तै धार्मिक तथा सांस्कृतिक क्षेत्र भएकोले सुरमा सरोवरको जुन बाटो छ यो बाटो अति नै जीर्ण अवस्थामा छ र अप्ठ्यारो भएको कारणले हामीले सुरुवाती चरणमा यहाँहरूको अगाडि हामीले सुरुवात गरेका छौँ र काम अगाडि बढ्दैछ। मैले पुनः निवेदन पनि गरेँ, हामीले अस्ति मात्रै 5-6 महिना अगाडि धनगढीमा सम्झौता गरेको छ पर्यटन बोर्डसँग र यही हाम्रो छिमेकी गाउँपालिका अपी हिमाल, सुरमा र साइपालले 3वटा गाउँपालिकाले अपी, सुरमा, साइपाल जुन ट्र्याक नोड बाटो हामीले बनाउँदैछौँ र केही सुरुवात पनि गरेका यहाँहरू माझ मैले निवेदन गरेँ र केही साथीहरूले काम गरेर पनि अस्ति आइसक्नु भएको छ। बाँकी कुराहरू हामीले अहिले अबको 2-3 महिनाभित्र 2टा सडकका ठेक्का जोडो यो सडक स्तरोन्नत जुन छ हाम्रो गर्नुपर्ने चैनपुर सुरमा सडक 2टा ठेक्का भइसकेका छन् भने एउटा यो निर्वाचन अगाडि नै हाम्रो तलको अप्ठ्यारो मोड सुधार कार्यक्रम पूर्वाधार कार्यालय गाउँपालिकाले गर्ने जानकारी पनि मैले गरेँ, यहाँ जानकारी गराएँ। त्यसै गरेर यहाँहरूलाई थाहा छ विद्युत जो सेन्ट्रल लाइनको विद्युतको ठेक्का भइसकेको छ र अहिले वडा नम्बर 4 र 5 को ठेक्का भइसकेको छ। केही दिनपछि त्यो सुरुवाती चरणमा छ र ठेक्काको प्रक्रिया 10-15 दिन बाँकी छ। मैले निवेदन गरेँ बाँकी कुराहरू हामी यहाँका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोग र यहाँहरूको अफिसियल जुन जनप्रतिनिधिहरू हामी छौँ, अझै आउँदा दिनहरूमा पनि हामी यहाँको सहयोग सल्लाह सुझावलाई सिरोपरि ठानेर हामी अगाडि बढ्नेछौँ भन्ने प्रतिबद्धता म जाहेर गर्न चाहन्छु। पूर्वोक्त साथीहरूले र केही वक्ताजीहरूले विद्यालयको आर्थिक प्रगति, भौतिक विवरण पेश गर्नुपर्ने भन्ने किसिमका कुराहरू अरू कमी कमजोरीहरू पनि यहाँ दर्शाउनु भएको छ। स्वाभाविक रूपमा एउटा संस्था परिचालन गर्दाखेरि त्यसको पारदर्शिता हुनुपर्दछ र हुनुपर्ने पनि हो। काम गर्दै जाँदाखेरि कतिपय कामहरू कमी कमजोरी हुन्छन्। हामी एउटै घरमा 2-3 जना परिवारको पनि टाकन टुक्कर धेरै कुरो मिलेको हुँदैन, कहिले काम गर्दाखेरि ढिला चाँडो पनि हुन्छ। तर यो संस्थागत रूपमा भएको हुनाले अझै पनि समय गइसकेको छैन। तपाईँहरूले सायद मलाई लाग्दछ अहिले हेड सरले र उहाँहरूको टिमले यो आर्थिक प्रतिवेदन र यो प्रगति प्रतिवेदन के तयार पारिसकेको जस्तो मैले अनुभूति गरेको छु। उहाँहरूले आदरणीय सम्पूर्ण यहाँ उपस्थित अभिभावकज्यूहरूमा पेश गर्नुहुनेछ र यहाँहरूले छलफल गर्नुहुनेछ र के कति कामहरू भएका छन्, के हुँदैछ भन्ने किसिमको कुराहरू यदि हामीले संलग्न गरेनौँ भने, यदि त्यो बाहिर ल्याएनौँ भने सही काम गरेको भए पनि मान्छेलाई गौडमा राख्छ र त्यसलाई मान्छेलाई प्रतिक्रिया दिन तयार हुन्छन्, प्रतिक्रिया दिँदै गर्छन् र यसको अन्यथा जान चाहन्छ। त्यसैले मैले पनि मेरो व्यक्तिगत तर्फबाट र गाउँपालिकाकै तर्फबाट यो माविको आर्थिक, भौतिक र अन्य प्रगति विवरण पनि पेश गरेर छलफलमा ल्याइदिनु हुन पनि म हार्दिक निवेदन गर्न चाहन्छु। धेरै कुराहरू यहाँ अगाडि आइसकेका छन्, मैले धेरै कुरा यहाँ गरिनँ र अझै पनि यहाँ धेरै वक्ता साथीहरू यहाँ हुनुहुन्छ, उहाँहरूले आफ्नो कुरा राख्नुहुनेछ। मैले यहाँ शुभकामनाका साथै बिदा पनि माग्ने मैले अनुमति लिएको हुँ कि मैले बाहिर जानुपर्ने छ, आज सायद बोल पुग्नुपर्ने छ। मसँगै टोली गएर तमाइलमा पर्खिराखेको भएकोले मलाई सम्पूर्ण आदरणीय अध्यक्षज्यू लगायत सम्पूर्ण विद्यालय परिवार, आदरणीय अभिभावकज्यूहरू, दिदीबहिनी तथा दाजुभाइहरूले मलाई माफ दिनुहुनेछ र मैले यो कार्यक्रमलाई पुनः यस सुरमा माध्यमिक विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै, प्यारा छात्र छात्रा भाइ बहिनीहरूको उज्जवल भविष्यको कामना गर्दै सुरमा देवीले उहाँहरूको मन मस्तिष्कमा राम्रो प्रगति ल्याउनेछन् र यी आजका यी जुन भोलिका आजका जुन विद्यार्थी भाइ बहिनीहरू छन्, भोलिका भविष्यका कर्णधार बन्नेछन्। यी भाइ बहिनीहरूले भोलि राष्ट्र हाँक्नेछन् र देश हाँक्नेछन् र त्योभन्दा माथि प्रगति गर्नेछन्, अन्तर्राष्ट्रिय व्यक्तित्व बन्नेछन्। त्यो बन्नका लागि हामी अभिभावक, शिक्षक र सबैको, हाम्रो जनप्रतिनिधिहरूको पनि उत्तिकै जिम्मेवारी र दायित्व भएकोले आफ्नो तबकाबाट यी आजका कलिला नानी भाइ बहिनीहरूलाई उहाँहरूको भोलिको भविष्यका कर्णधार बनाउनका लागि सम्पूर्णको उत्तिकै जिम्मेवारी रहने भएकोले सबै हातमालो गरौँ, सबै अगाडि बढौँ, सबै टेकौँ, लागौँ, खटौँ र आफ्नो तर्फबाट जिम्मेवारी वहन गरौँ भन्दै पुनः यस सुरमा माविको 50औं वार्षिक उत्सव भव्य र सभ्यका साथ अगाडि बढाओस्, यही शुभकामना साथ बिदा हुन्छु। धन्यवाद।